नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गुराँस गाउँपालिका कृषि विकास शाखा कार्यालय घोडाबास दैलेखद्वारा उत्पादित कृषि संवाद लिएर उपस्थित भएका छौँ। कृषि संवाद। आजको कृषि संवादमा हामी दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नम्बर 5 गोगनपानीमा सञ्चालित प्रगतिशील कृषि समूहका अध्यक्ष श्री दिपेन्द्र कुमार महतरासँगको संवाद प्रस्तुत गर्दैछौँ। आउनुहोस् सुनौँ दिपेन्द्र कुमार महतरासँगको संवाद। छलफलमा चाहिँ कुन व्यवसाय सञ्चालन गर्नुभएको छ? सुन्तला खेती। कति रोप्नु भएको छ हजुरको? मेरो 110-20 बुटा होला फल्ने बुटा छ र अनि चाहिँ 20-40 बुटा साना भर्खर लगाएको बुटा छ। यो बिरुवा रोप्नुपर्छ भन्ने मनसाय चाहिँ कहिलेदेखि तपाईँलाई आयो? यो त पहिला 2046 सालतिर तालिम ल्याएको थियो सर। कहाँदेखि लग्नुभयो तपाईँले तालिम? जिल्ला कृषिले सुर्खेत मा पठाएको थियो सर। हजुर हजुर। हामी 5वटा जिल्लाको तालिम गरेर आएको थियो। हजुर। 5वटा जिल्लाको दैलेख जिल्ला हाम्रो भेरी अञ्चलका 5वटा जिल्लाको चाहिँ दैलेख जिल्ला म 1300 भएर आएको छु सर। हजुर। अनि त्यहाँदेखि नै सुरुवात भयो र अलिकति यो बगैँचा बनाउनको लागि जमिन पनि अलिक धेरै चाहिने। हजुर हजुर। भएको हुनाले मसँग 50-52 रोपनी जग्गा छ। हजुर। र मैले त्यसैमा 100-150 बुटा सुरुवात 2055 सालदेखि सुरुवात गरेको। एकै सालमा लगाएको होइन सर सबै बुटा। हजुर। बिस्तारै लगाउँदै गएर अहिले 110-20 बुटा पनि फल्छ। हजुर। र 2067 सालको महोत्सव सुर्खेत महोत्सवमा चाहिँ म दैलेख जिल्लाबाट सुन्तला लिएर जाने किसानमा फर्स्ट पनि भएको थिएँ। 73मा पनि फर्स्टै भएको थिएँ। हजुर। तपाईँले अब सुन्तला व्यवसाय त सञ्चालन गर्नुभएको रहेछ, लगाउनु भएको रहेछ र सुरुमा मैले किन लगाएको, यो लगाएर मलाई घाटा भयो भन्ने महसुस त आयो कि आएन? आएन सर। यो त हामीले अरू तरकारी खेती र चाहिँ यो फलफुल खेती चाहिँ नगदे बाली भयो। अनाज खेती भन्दा चाहिँ यो सजिलो पनि छ र चाहिँ आम्दानी पनि बढी लिन सकिन्छ सर। मैले चाहिँ सुरुमा त मेरा बुटा 9-10 वर्षका हुँदा मैले 1.5 लाखभन्दा बेसी पनि बेचेँ। हजुर। 1.5 लाखभन्दा बढी। अब 1 वर्षमा 1.5 लाखको आम्दानी लिन त यो पहाडको र चाहिँ यातायात सुविधा थिएन पहिला। त्यतिखेर हामीले बोकेर बेच्दा पनि हुन्थ्यो र रेट थिएन अहिलेको जस्तो रेट र अहिलेको जस्तो चाहिँ पहिलाको जस्तो फलाइ भइदिएको हो त 2.5-3 लाख हुन्थ्यो वार्षिक। भन्नाले अब तपाईँको सुन्तला जे चाहे अनुसारको उत्पादन र तपाईँ सन्तुष्ट हुनुहुन्छ? म सन्तुष्ट छु सर। अहिले चाहिँ केही रोगकिरा लागेर व्यवस्थापन बगैँचाको व्यवस्थापन अलिक राम्रो नभएको कारणले गर्दाखेरि अहिले साल मात्रै अहिले कार्तिक मङ्सिरमा बेच्दा मात्रै अलिक कम बेचेको। पोहोरै मैले 33-34 कुइन्टल बेचेको थिएँ। यो रोग किराको व्यवस्थापन कसरी गर्नुभएको छ त? कृषिले दिएको चाहिँ चुना र निलातुतोले चाहिँ केही उपचार गर्दा राम्रो भएको थियो भने अहिले त्यो कृषि चुनै खास राम्रोसँग नपाउने कारणले गर्दाखेरि म अलिकति समस्या देख्छु। तपाईँलाई यो रोग सम्बन्धी फलफुल खेती सम्बन्धी सामान्य तालिम पाइदिएको भए अझै पनि केही प्रगति गर्थे कि भन्ने केही मनसाय छ? यो तालिम पनि पाइदिएको भएर चाहिँ हामीलाई भनेअनुसारको चाहिँ बजारमा किन्नै पनि चाहिँ यो निलातुतो र चुना चाहिँ हामीले भने जस्तो कृषि चुन र निलातुतो पाइदिएको भए पनि हामी चाहिँ सुन्तलामा चाहिँ केही म परिवर्तन गर्थेँ जस्तो लाग्छ। भन्नाले कतैबाट अनुदानहरू भइदिएको भए भन्ने केही छैन? अनुदान भयो त धेरै राम्रो सर। मेरो फर्म भएको कारणले गर्दा अनुदान भयो धेरै राम्रो। अनुदान नभए पनि जस्तै मैले 50-60 हजार 1 लाखको बेच्छु भने 10-20 हजार खर्च गर्न ठुलो कुरै भएन। आफ्नो बगैँचा सुधार्ने हो र आफूलाई चाहिँ आम्दानी दिने हो। यो अहिले सङ्घीयता आएभन्दा पछाडि जुन अब गाउँपालिकाहरू बने, नगरपालिकाहरू बने, होइन, प्रदेशहरू बने, स्थानीय तहहरू भए, विभिन्न तहहरू बन्दा तपाईँले कहीँ कतैबाट केही सुधारहरू लिनु भएको छ कि छैन? यस्तो छ सर। पहिला गाविस हुँदा कृषि लक्षित कार्यक्रम भनेर 15% छुट्याइन्थ्यो र चाहिँ बोट बिरुवा किन्ने औषधि गर्ने भनेर चाहिँ दिइन्थ्यो भने अहिले यो सङ्घीय भएदेखि चाहिँ हामीलाई घाटा छ। किन भन्दा गाउँपालिकामा गएपछि जिल्ला कृषि जाऊ, जिल्ला कृषि भएपछि अनि तपाईँको गाउँपालिका जाऊ, होइन। यसरी चाहिँ हामीलाई चाहिँ सङ्घीयकोले गर्दा हामीलाई घाटा छ। सङ्घीय भन्दा चाहिँ गाविसै हुँदा चाहिँ राम्रो थियो। किन भन्दा कृषि लक्षित कार्यक्रमको 15% त छुट्टिन्थ्यो र किसानले चाहिँ पाउँथे। एउटा बुटो भए पनि पाउँथे, 2 बुटा भए पनि पाउँथे। निलातुतो र चुना जिल्ला कृषिले दिन्थ्यो अनि त्यो ल्याएर यहाँ बाँडिन्थ्यो। हाम्रो चाहिँ फर्म थिए, हामी चाहिँ किसानको समूह थियो, हामी यसरी चलेका थियौँ।
अहिले त हामीलाई चाहिँ यता गाउँपालिकातिर जाने हो, गाउँपालिका कृषितिर जाने हो भनेपछि प्रदेशमा जाऊ, जिल्लामा जाऊ भनेर चाहिँ हामीले दुःख मात्रै पाएका छौँ र उपलब्धि कहीँबाट पनि छैन। यो सङ्घीय भएको कारण त नेता पाल्ने भन्दा अरू म देख्दिनँ सर। यो सङ्घीयता आएदेखि खुसी चाहिँ हुनुहुन्न? खुसी छैन सर म, किनभने अन्य विकास भावलाई आउने ठाउँमा भयो तर किसानको लागि चाहिँ यो कुरा सुनिदिने चाहिँ स्थानीय निकाय होइन सर। हाम्रो देश नेपाल त कृषि प्रधान देश हो। कृषि प्रधान देश भएर मात्र के गर्ने, उता खाडीतिर पठाउने अनि रिमिटेन्सले चाहिँ सरकार चलाउने। हजुर। अनि विदेशमा छन्, खोइ मान्छे मऱ्यो भने अहिले चाहिँ लास फाल्ने मान्छे छैन, एउटा गोरु मऱ्यो भने गोरु गाडिदिने मान्छे छैन। गाउँका युवाहरू त सबै विदेशमा छन् नि, पलाइन्छन्, युवा युवतीहरू त सब पलाइन्छन्। भनेपछि यो सङ्घीयले नेता पाल्ने भन्दा अरू म देख्छु नै। तपाईँले चाहिँ यो सङ्घीयता आए भन्दा पछाडि तपाईँले मात्रै सेवा सुविधा पाउनु भएन भन्ने बित्तिकै नेतालाई दोष त दिन सबै किसानले पाएको छैन नि। तपाईँको चाहिँ म यो गाविसभरिका पहिला गोरुपानी गाविस हुने बेलामा चाहिँ 15% चाहिँ कृषि लक्षित कार्यक्रमको बजेट छुट्टिन्थ्यो र चाहिँ सबै किसानले पाउँथे। अहिले चाहिँ तपाईँको को किसानले चाहिँ के पाएको छ त बताउनुहुन्छ? तपाईँहरू आएर चाहिँ 4 दिन तालिम दिनुहुन्छ, हामीलाई रोकिरा लाग्यो यसो गर्नु पऱ्यो भनिदिनुहुन्छ, त्यो बजारमा जाने भने त्यो बजारमा पाइन्न। हजुर। बजारमा उपलब्ध हुनु पऱ्यो नि त। हजुर। किन्नै पाए पनि कतिपय मान्छेहरूले त किनेर ल्याएर उपचार गर्ने पनि त पाएको छैन। पोल्ट्री फार्मको चुनाले त तपाईँको चाहिँ यो सुन्तलाको बोर्डहरूलाई काम गर्दैन। जस्तो बिउ बिजनदेखि लगाएर अनि विषादीहरू भयो, अन्य प्राविधिक ज्ञानहरू सम्बन्धी तपाईँको के छ धारणा, के भइदिएको भए हुन्थ्यो भन्ने विचार छ? हामीलाई त एउटा अहिले मानौँ न, हाम्रो चाहिँ यो सङ्घीय भएदेखि गोगनपानी गाविस एउटा 5 नम्बर वडामा सीमित छ। यसमा चाहिँ हामीलाई एग्रोभेट र एउटा चाहिँ कृषि जेटिए, भेटनेरी जेटिए वडामा चाहिँ कार्यरत भइदिएको भए हामीलाई त्यो धेरै राम्रो हुन्थ्यो। हाम्रो एउटा बाख्रो बिरामी भयो भने, एउटा भैँसी बिरामी भयो भने, अनि एउटा भैँसीले राँगो खोज्यो भने टाढा चाहिँ लैजाँदा हामीलाई कृत्रिम गर्भधारणका कुरा छन्, अहिले त हर कुरा छन् नि त। यो एउटा प्राविधिक, 2टा प्राविधिकसम्म चाहिँ वडामा पाइदिएको भए पनि हामी धेरै खुसी हुन्थ्यौँ सर। सेवा सुविधा लिनलाई चाहिँ मात्रै चाहिँ हामीलाई त्यो भएन क्या, हाम्रो चाहिँ उत्पादन गर्नको लागि र हामीलाई रोकिरा लाग्यो र हामीलाई चाहिँ यस्तो भयो भन्ने किसिमको 2वटा कुरा त हामीलाई भेटनेरी जेटिए र कृषि जेटिए त वडामै भयो भने त हामी त्योसँग सल्लाह लिन सक्यौँ नि त होइन। त्यो सल्लाह लिन सक्यौँ। हामी 81 चाहिँ एग्रोभेटमा गयो त हामीलाई के रोग लागेको छ भन्ने कुरा त हामीलाई सबैलाई थाहा छैन होइन। अब हामीले तालिम लिन्छौँ, छोटो तालिम लिन्छौँ, हामीलाई चाहिँ धेरै कुराहरू सिक्न आवश्यक छ। यहीँ जेटिए भयो भने त कृषि जेटिएले यो गर्नु पऱ्यो भनेर त हामीलाई 12 महिना चाहिँ यहीँ भेटिने भयो नि त। एउटा भेटनेरी जेटिए यहीँ भेटिने भयो। अनि त्योसम्म सङ्घीय भएपछि त हामीलाई चाहिँ सेवा सुविधा त हामीलाई चाहिँ किसानको घर दैलोमा पुग्ने चाहिँ सेवा सुविधा चाहियो हो नि। सामान्य समस्या आउँदा पनि हामीले उहाँ प्राविधिकको सल्लाह अनुसार काम गरेको भए हामीले लिनुपर्ने सेवा सुविधाहरू जसरी हामीले होइन अब खेती गर्थ्यौँ त्यति खेतीबाट क्षति चाहिँ बेहोर्नु पर्ने थिएन भन्ने जोस तपाईँको धारणा रहेछ होइन? हजुर, सबै किसानलाई फाइदा छ यो यहीँ जेटिए प्राविधिकहरू भयो भने त। हजुर, एउटालाई मात्र नभइकन सबै किसानहरूलाई चाहिँ समस्या समाधान भयो नि त। तपाईँको गाउँ छिमेकीहरूको लागि के सल्लाह दिन सक्नुहुन्छ? यसमा के भन्छु भने यो फर्म दर्ता गरेर हामी चाहिँ एउटा अगाडि बढेका छौँ। हामी यहाँ 8-10 भन्दा बढी छन्, यो हाम्रो 5 नम्बरमै छन् फर्महरू छन्। सबैले फर्म दर्ता गर्ने र चाहिँ हामीले व्यवसाय रूपमा चाहिँ जाने र चाहिँ विदेश जानेलाई नियन्त्रण गर्ने गाउँमै छ र यो सरकारले पनि सोच्दिन र हामी स्थानीयले पनि सोच्नु धेरै आवश्यक छ। हस्, नमस्ते। श्रोता, यो थियो दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नम्बर 5 गोगनपानी स्थित प्रगतिशील कृषि समूहका अध्यक्ष दिपेन्द्र कुमार मोत्रासँगको संवाद। हवस् त श्रोता, आजको कृषि संवाद यही सकिन्छ। नमस्कार।